यो कुन ठाउँ मलाई पनि थाहा छैन, तर होइन गाह्रो छैन। चढाइ हुँदैछ, माथि चढिरहेको छौँ। कुन पार्क हो मलाई पनि थाहा छैन त्यति साह्रो, फर्स्ट टाइम हो मेरो पनि होइन। यहाँ आएको चाहिँ हेर्दै जाऊँ के छ, के कस्तो छ यहाँ पनि हेर्दै जाऊँ। यहाँ चाहिँ माथि आएर बस्ने ठाउँ, रेस्ट गर्ने ठाउँ होइन। माथि चढेपछि गलेपछि यहाँ बस्नुपर्छ, अलिक रेस्ट हुन्छ। त्यस्तै छ, डाँडा चाहिँ दामी छ यहाँ। यहाँबाट भ्यू पनि राम्रो देखिन्छ नि। यस्तै छ गाइस, यस्तो ठाउँमा घुम्न आएको होइन, घुमघाम हुँदैछ, बेस एक्सपिरियन्स चाहिँ हुँदैछ। भ्यू माथिबाट सबै देखिन्छ, डाँडा काँडा त्यो तल घरहरू कस्तो मजाको देखिरहेछ उता तल। दामी छ त्यस ठाउँ चाहिँ, मजा आयो। नयाँ ठाउँमा पनि त्यस्तो ठाउँमा पनि घुम्नुपर्छ होइन। कस्तो दामी छ ठाउँ त यार, हेर्नु त। एउटा सक्यो, अब घरतिर लाग्यौँ होइन। अब अरू काम पनि छ, अरू कामतिर पनि जाने हो। तर गाह्रो छ, यस्तो ठाउँमा आउनु पनि गाह्रो छ, ध्यान दिएर हिँड्नुपर्छ। मन भुलाउनुलाई पनि यस्तो यस्तो ठाउँमा आउँछु, तर मनमा पीडा भएर पनि खुसी भएर अनुहारमा हिँड्नुपर्ने हुन्छ। यो अहिलेको जमानामा जिन्दगीमा यस्तै छ, सबजनाको आफ्नो आफ्नो पीडा हुन्छ, आफ्नो आफ्नो भोगाइ हुन्छ। यो अब के भन्नु, आउनुहोस् हजुरहरू पनि। यो चुलाचुली एकमा होइन, राम्रो छ ठाउँ, यो पनि राम्रो छ होइन, मजाको छ, आउनु घुम्न। ल यति नै हजुरहरूलाई धन्यवाद।